माननीय सभामुख महोदय, केही दिन अगाडि भारतको जम्मू कश्मीरमा आतंकवादी हमला भयो। नेपाली युवा सुदीप नेउपाने सहित 26 जनाको ज्यान गयो। म सुदीप नेउपाने प्रति श्रद्धाञ्जली र परिवारजनप्रति संवेदना व्यक्त गर्दछु। नेपाल सरकारले र हामी सबैले यो आतंकवाद विरुद्धमा नेपाल छ यसप्रति स्वयं हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीज्यूलाई फोन गरेर ध्यानाकर्षण र संवेदना व्यक्त गरिसक्नु भएको हामीले समाचारमा सुनेका छौँ। तर सभामुख महोदय, हिजो 13 गते एउटा अत्यन्त लज्जास्पद र संविधान विपरीतको एउटा वक्तव्य आयो। डाक्टर फणेन्द्रराज पाठक संवाद सचिवको नामबाट प्रकाशित भएको वक्तव्य, त्यसको हेडलाइनमा लेखिएको छ सभामुख महोदय, श्रीपाँच महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश। म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु सभामुख महोदय, नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्रीपाँच महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भन्ने कहाँ छ? यो लेख्न कसरी सकिन्छ? यो कसरी सम्भव भयो? यो पाइन्छ कि पाइँदैन? यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइन्न? त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन? त्यसकारणले म यो संवाद सचिवको रूपमा नाम रहेका फणेन्द्रराज पाठक र यो संवेदना लेख्नको लागि बक्सने ज्ञानेन्द्र विक्रम शाहलाई नेपालको संविधान र कानुन बमोजिम तत्काल कारवाही गरियोस् भन्ने कुरा म यो सदन मार्फत ध्यानाकर्षण गर्न चाहन्छु। गत चैत्र 15 गते पत्रकारलाई घरमा आगो लगाएर मार्न लाउने, त्यसप्रति कुनै जिम्मेवारी नलिने, नेपालको एयरपोर्टमा आगो लगाउने दुस्साहस गर्ने, नेपालको सुरक्षा निकायका हाम्रा जवानहरूलाई गाडी कुल्चेर चाहिँ मार्न लाउने,